हास्य चर्चित कलाकार जितु नेपाल अर्थात् मुन्द्रेले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेको बारेमा जे भन्नुभयो 100% सही भन्नुभएको छ। उहाँको भने अन्तिमसम्म हेर्नु होला। मन पर्यो भने भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला है। बालेन शाहज्यू हामी सबैको भविष्य हो हैन, हाम्रो अभिभावक हो, हाम्रो देशको चाहिँ प्रतिनिधि हो, हाम्रो बालबच्चाको भविष्य हो। अहिले देश बालेन शाहज्यूको हातमा छ। पक्कै पनि सबैलाई आशा छ बालेन शाह एउटा अभिभावकको जुन भूमिका निर्वाह गर्नुहुन्छ हैन, कति सक्नुहुन्छ, कति सकिन्छ। अहिले हामीलाई चाहिँ त्यो आउँछ नि त्यो एनिमेसन गरेको भिडियोहरू सरररर जस्तो यो अहिले बस्तीहरू उठायो सरररर बिरुवा ल्याएर रोपिहाल्यो त्यस्तो गरेर जुन एआईले बनाइदिन्छ। हाम्रो दिमाग चाहिँ त्यो छ, त्यो दिमाग राख्नु हुँदैन। कानुन बन्नुपर्छ, यो बन्नुपर्छ, एउटा कुनै परियोजना बन्न पनि ठेक्का हुन्छ, टेन्डर हुन्छ हैन, सर्वे हुन्छ, त्यो धेरै कुरा हामीले सुन्छौँ। त्यसकारणले त्यो गर्नका लागि समय छ। बालेन शाहज्यू एउटा अभिभावक हुनुहुन्छ र सबैको ढुकढुकी हुनुभएको छ। उहाँ एउटा सम्मानित व्यक्ति हुनुहुन्छ भने रवि दाईलाई यत्रो ठुलो पार्टी, नेपालको अहिले सबैभन्दा ठुलो पार्टी र लौ त भने पनि त्यो सरकारको पनि हेड चाहिँ रवि हुनुहुन्छ, आदरणीय रवि दाई। तर म दाई भनिरहेको छु किनभने रवि दाईलाई म दाईकै रूपमा मैले भने गृहमन्त्री हुँदा पनि दाई भनेको। गृहमन्त्री दाई गृहमन्त्री हुँदाखेरि शेखर होटेलमा एउटा कार्यक्रम थियो होइन, अनि म नि गएको थिएँ एउटा बिहेमा, कसैको बिहेमा जानु थियो, गएको थिएँ। गृहमन्त्री आउनु गृहमन्त्री भनेपछि रवि दाई आउनु एकदम घेरेर लिइरहनु भएको थियो। मैले रवि दाई भने क्या मैले हे जुत्तो कहाँ छ यार त भन्नुभयो सट्टै। त्यो सिक्युरिटीहरू पनि जिले खायो, उफु गृहमन्त्रीलाई दाई भन्दो रहेछ यार। यो मेरो प्रिय भाइ यार, के छ कहाँ के गरिरहेको छ तिमी भने, खै दाई यस्तै छ चलिरहेको छ। दाई हजुरलाई बधाई भने ल थ्याङ्क यू भन्नुभयो। त्यही कारण दाईलाई चाहिँ म एकदम मनपर्छ मलाई, किनभने मलाई दुःखमा पनि दाईले धेरै सरसल्लाह दिनुभयो। अनि म अमेरिकातिर गएर प्रोग्राम गर्दाखेरि पनि मलाई जहिले पनि जितु तिमीले एकदम राम्रो गरिरहेछौ यार, तिमी जबरजस्ती गरिरहेछौ, खुसी लाग्छ है, अगाडि बढ भन्नुहुन्छ।